हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु। एकदम हावा चलिरहेछ। अहिले चाहिँ हामी चाहिँ जाँदै छु घुम्न जाँदैछौ। साथी यो त हेर न, हेलो भन न बङ्गला मामी ओ काली। हामी चाहिँ अस्ति पनि यही ठाउँमा घुम्न भनेर आएको। लास्टमा फोटो खिच्दै खिच्दै टाइम गएकै थाहा भएन हामीले, त्यही भएर अनि ब्लगको टाइटलै लथालिङ्ग ब्लग भनेर राखेको थियो। अनि अहिले चाहिँ हामी जाँदैछौँ प्लेन क्र्यास भएको ठाउँमा। ठाउँको नाम नै प्लेन क्र्यास हो। फेरि क्र्यास दिदी तपाईँको छाता उडायो भने मलाई केही बार नभन्नु ल। लाभा खसी गरेको यहाँ अब झम्मल जोडी रङ चाहिँ दिलो है। अब चाहिँ हामी उता पेन क्लास भएको ठाउँमा गएर भेट्नुपर्छ ल साथीहरू। यहाँतिर बाइक आगो आगै गर्दो रहेछ। म त लाचाले बुदुक्कै भइसक्यो। कसले खायो बाइकमा हिँड्नेहरूलाई त लु ठिक छ, सर जान्छ। हामी कुदेर यसरी हिँडेर जाने मान्छेहरूलाई नि नाकमा गनासी गर्दैन। के साह्रो घु गनाएको साथीहरू, घु त यस्तै लास्टै गनाएको। हामी चाहिँ अहिले बिच बाटोमा आएको छ। यहाँ के टाँसेको छ भन्दाखेरि होइन, टाँसेको के छ भन्दाखेरि जङ्गलतिर अलि के आउँछ भनेर त्यो चाहिँ बिर्सेँ क्या मैले पनि। आग्रेबर ब्रो ada un guna ada un gole ada un gole tapi una ada blatera me ada na ya halla e bhani चलो लम्जन हामी चाहिँ आइपुग्यो प्लेन क्लासमा। प्लेन क्लासमा आइपुग्यो। अब हामी फर्किनु लाग्यो। अब चाहिँ हामी खाँदैछौँ के हो current के रहेछ hot and spicy इङ्ग्लिस। यता खाँदै हुनुहुन्छ एउटा म्यामले। खान्छ मामी हेर्नु नि यसले मलाई यता भलिबल खेल्दैछ, यो बिचमा क्रिकेट अनि यता चाहिँ फुटबल। अनि चाहिँ हामी यहाँबाट एकदमै इन्जोय गरिरहेछौँ हेरेर। मान्छेहरूको जोडी छ, हामी त छैन, राडी भयो। अब चाहिँ हामी फर्केको। हाम्रो भिडियो बनाउने ढङ्ग त यस्तै हो, तै पनि हामी चाहिँ घर फर्केको ल। यहाँ हरियाली छ होइन। मेरो मोबाइलले के भएको यस्तो हरियाली देख्दैन त। लाज लाउने बाइक आयो भने लाज आउने। अगाडिबाट बाइक आयो भने यसरी छतल छोड्ने हो, पछाडिबाट आयो भने यसो गर्ने हो। म त फेरि मान्छे त ट्यालेन्टेड मान्छे हो। तर यहाँतिर कस्तो गुगु गनाउँदो रहेछ यार। तर यहाँ अस्ति नतिर आउनुपर्ने कि यहाँतिर गुराँसहरू फुल्छ नि है साथी। अहिले दिदी हाम्रो त यहाँतिर गुराँस पनि फुल्छ नि फेरि। अनि हामी अस्ति न आएको थिएन नि, अस्ति न त म गाउँमा थियो। अनि बाइक आयो यार, म त यस्तो गरिदिन्छु ल। कस्तो लाज लाउने क्या, सबैको जोडी आउँछ नि। कस्तो हो नि, कस्तो लाग्यो मेरो आउटफिट? अहिले चाहिँ पानी पर्न लागिसक्यो। कस्तो भयो पिकनिक पनि होइन हाम्रो त। राम्रो लागेन र उसलाई त राम्रो पनि लागेन। यहाँतिर हरियाली देख्न सक्नुहुन्छ। मान्छेहरू आइरहेको छ, के गर्ने होइन। अगाडि नि मान्छे पछाडि नि मान्छे। हामी चाहिँ पिज्जामा पर्यो नि भाइ। तर केही छैन, म यसरी छाता उडिरहेको छु होइन। अगाडिबाट गाडी आयो भने म यस्तो गरिदिन्छु, अनि पछाडिबाट आयो भने म यस्तो गरिदिन्छु छाता। म त एकदमै भेरी इन्टेलिजेन्ट। इङ्ग्लिस मिल्यो त मेरो? मिल्यो होला होइन? मिल्यो होला। अब चाहिँ हामी होइन भिडियो धेरै बनाउँदैनौँ, किनभने हामी ब्लग इन गर्छौँ। बाइक आयो कि त्यही भएर मैले छाता यतापट्टि ल्याएको ल। अनि अब यता यस्तो बाठीमा होइन यता देखाउँछु हरियो वन नेपालको धन मिनाको मन। आहा कति सफा अब चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।
हामी चाहिँ जाँदैछु घर पनि के भन्नु रुम बाई बाई सी यु लेटर सी यु सुन